हिजो केपी शर्मा ओलीको अभिव्यक्तिलाई तपाईले कसरी होइन उहाँ जहिले तहिले हाउ गरिराख्ने मान्छे हुनुहुन्छ कहिलेकाहीँ उहाँ बोलिरहनुहुन्छ यस्ता अभिव्यक्तिमा कुनै ठुलो लिइराख्नुपर्ने कुरा छैन उहाँले यस्तै हो उहाँ कहिलेकाहीँ अब टुक्का उखान हानिराख्ने मान्छेले त्यो एक दुईवटा वक्तव्य दिँदैमा हामीलाई त्यत्रो आपत्ति पर्दैन होइन उहाँ त भाग्नु हो नि त को दोषी होइन उहाँ त दोषी हो दोषी एकछिन नभाग्नु भयो त भाग्नु हुँदो रहेछ नि त नि आन्दोलन सुरु भयो त उहाँ हेलिकप्टर चढेर भाग्नु भयो अनि उहाँले घरै छोडेर भाग्नु भयो नि त अनि उहाँ अहिले तत्कालीन अवस्थामा निस्किन हुँदैन थियो तर उहाँले लाज पचाएर बाहिर निस्किनु भयो उहाँले भन्नुभयो एकछिन नभएको भए मार्थे रे मलाई अनि मार्थे होइन मात्र नभयो है मार्थे उहाँनेरि उहाँ के भन्नुभयो भने उहाँ जनताप्रति उत्तरदायी हुनु भएन त्यो हुँदा मार्न बाध्य तरिकाले पनि नेपाली जनता अगाडि बढे क्या मतलब यो संविधान मानेर सरकार बनेको होइन यो संवैधानिक सरकार पनि होइन तपाईहरुलाई प्रश्न भन्न चाहन्छु यो कुनै पनि संविधानको धारामा संसद बिनाको मान्छे प्रधानमन्त्री बन्ने व्यवस्था छैन यतिखेर आन्दोलनकारीको यो मागलाई पूरा गर्नुपर्छ अघि तपाईले भन्नुभयो आन्दोलन क्यारे गृहमन्त्रीले प्रत्यक्ष कार्यकारीको निर्वाचन हुन्छ हुँदैन उहाँलाई सोध्दैन हैन त तपाईले कि राष्ट्रपतिलाई सोध्नुपर्छ नि त तपाईले प्रधानमन्त्रीले त भनिसक्नु हुँदैन अब राष्ट्रपतिले हुन्छ भन्नु पर्यो नि त राष्ट्रपतिले तपाईलाई मान्नु भएको छ राष्ट्रपतिले संविधान मान्नुहुन्छ राष्ट्रपतिले संविधान मान्नुहुन्छ भन्नाले राष्ट्रपतिले संविधान मान्नु भएको भएदेखि किन क्यारे अहिलेको प्रधानमन्त्री नियुक्ति गर्नुभयो त नि आन्दोलन 2062-63 सालमा पनि आन्दोलन भएको थियो त्यतिखेर राजा फालेको आन्दोलन त्यतिखेर राजा त फालेको थियो भनेदेखि यतिखेर यो तरिकाले प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्न कुनै पनि रोकटोक हुँदैन तपाईको जुन बाटा चोली बस्नु भएको छ राष्ट्रपतिसँग संवाद गर्छु भन्नु भएको छ यो बाटा चोलीले कस्तो खालको निष्कर्षमा संवाद गर्छ तपाईको बटम लाइन के रहन्छ हाम्रो बटम लाइन हामीले लेखेका एजेन्डाहरू जुन हामीले अघि सुनाइसकेका छौं ती एजेन्डाहरूमा हामी वार्ता गर्छौं र यतिखेर राष्ट्रपतिसँग वार्ता गरेर यो आन्दोलनको चाहिँ एउटा हामी सेफ ल्यान्डिङ गर्न चाहन्छौं यो हाम्रो आवश्यकता यही हो तपाईले यसो अहिले आएर यसो अनुसन्धान गर्दा या फेरि बुझिरहँदाखेरि कतै हामीले गल्ती गर्यौं कि त्यतिखेर संविधान खारेजै गरेर बल्ल सरकार गठन गर्नु पर्थ्यो जस्तो अहिले भान भइरहेको छ त्यस्तो भान भएको छैन यतिखेर हामीले जसरी भए पनि यो संविधान यो सरकारले खारेज गर्न पनि सक्छ यो संविधान नमानिकन अन्तरिम संविधान लेख्न सक्ने तरिका यो सरकारसँग हुन्छ त्यसो हुँदा यो आन्दोलन हो आन्दोलन 2062-63 सालमा पनि आन्दोलन भएको थियो त्यतिखेर राजा फालेको आन्दोलन त्यतिखेर राजा त फालेको थियो भनेदेखि यतिखेर यो तरिकाले प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्न कुनै पनि रोकटोक हुँदैन तर रोकटोक किन पनि हुँदैन भन्दा रोकटोक किन पनि हुँदैन भन्दाखेरि यो रोकटोक यो आन्दोलन गरिसकेपछि आन्दोलनकारीले माग राख्ने हो र आन्दोलनकारीले एजेन्डा बनाउने हो एजेन्डा प्रत्यक्ष कार्यकारीको निर्वाचन र जिरो करप्सनको कुरा छ त्यसो हुँदाखेरि त्यो जिरो करप्सनको कुरा जसरी पनि पूरा गर्नु तपाईले भनेकै विषय हैन विश्वभर आन्दोलनकै जगमा चाहिँ सत्ता परिवर्तन हुन्छ व्यवस्था परिवर्तन हुन्छ त्यो यथायकिन कुरा हो हैन नेपालमा पनि त्यो भएको हो 47 सालको संविधानलाई 62 ले खारिज गरेको तर यद्यपि तपाईहरुले अहिले जसरी अन्तरिम संविधान बन्नुपर्छ अहिले भनिरहँदा त्यतिखेर नै अन्तरिम संविधान बनाएर बल्ल गएको भए चाहिँ हामी यो संविधानको जुन बाधा अडचन छ त्यसले चाहिँ हामीलाई रोक्दैन थियो जस्तो लागेको छैन अहिले होइन त्यस्तो लागेको छैन तर हामीले जसरी भए पनि यो के चाहिँ हुन्छ भनेदेखि हामीले यो संविधानलाई पनि यतिखेर नमानेर मतलब यो संविधान मानेर सरकार बनेको होइन यो संवैधानिक सरकार पनि होइन तपाईहरुलाई प्रश्न भन्न चाहन्छु यो कुनै पनि संविधानको धारामा संसद बिनाको मान्छे प्रधानमन्त्री बन्ने व्यवस्था छैन त्यसो हुँदा यो संवैधानिक तरिकाले भएको छैन असंवैधानिक तरिकाले सरकार